स्वागत गर्दै हाम्रो प्रमुख अतिथि केन्द्रीय सदस्य श्रीनाथ बरालज्यूको आगमन भएको छ। उहाँलाई स्वागत गर्दै अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दै हाम्रो क्षेत्र नम्बर 1 का उम्मेदवार प्रत्यक्षता पक्का उम्मेदवार राजकाजी गुरुङज्यूलाई पनि म अतिथिको आसन सेक्रेटरी 10 नम्बरबाट धर्मबहादुर गुरुङज्यूलाई पनि मैले स्वागत गराएँ। 11 नम्बरबाट हिरा सिंह गुरुङ हुनुहुन्छ हाम्रो पार्टी सदस्य। 12 नम्बरबाट केदार ढकालजी हुनुहुन्छ, उहाँ पनि आउने भनेर सुनेको थिएँ। हामीसँग समानुपातिक तर्फबाट आदरणीय दिदी दिलुकुमारी पन्त र आदरणीय दिदी सोमवती दिदी चाहिँ हामीले पाएका छौँ। हाम्रो दिलुकुमारी दिदी माथि 3कै हुनुहुन्छ, दिदी पोखरा 14कै हुनुहुन्छ, हाम्रो आदरणीय दाई राजाजी गुरुङ चाहिँ पोखरा 13कै हुनुहुन्छ। हामी सबैले चिनिएका अनुहार र उहाँले विगत चाहिँ सत्तामा रहँदा र हुँदा या नहुँदा पनि उहाँले जुन खालको सहयोग चाहिँ मादिवासीलाई गर्दै आएको तपाईँ हामी सबैलाई चाहिँ थाहा नै भएको कुरा हो। हाम्रो आदरणीय दिदी गायत्री दिदी चाहिँ प्रदेश सभासद हुँदाखेरि माथिका धेरै ठाउँहरूमा योजनाहरू आएको तपाईँलाई थाहा भएकै कुरा हो। आदरणीय नेता वर्षमान पुन चाहिँ अर्थ मन्त्री हुँदाखेरि दाइले चाहिँ मादिमा चाहिँ लगभग 35 करोड रुपियाँ चाहिँ बजेट चाहिँ विनियोजित गरेको चाहिँ हामी सबैलाई थाहा छ। हाम्रो पार्टीको चाहिँ चुनाव चिन्ह चाहिँ तारा हो। हामीले तारा चुनाव चिन्हलाई पनि जिताउनु पर्छ। अब राजकाजी दाइलाई चाहिँ चुनावमा चाहिँ जिताउन सकियो भने 84मा स्थानीय तहमा नै हामीले चुनाव जित्न सकिन्छ। र समानुपातिक कस्तो हुन्छ भने हामीले बुझ्नुपर्ने कुरा लामो लिस्ट बुझाउँछ, पार्टीले कति भोट ल्यायो त्यसको हिसाबले समानुपातिकबाट नि त्यहाँ छिर्ने हो। अनि माथि भएकोहरूको चान्स पाउँछ। उहाँ 5औं नम्बरमै छ हाम्रो समझिदिए पनि है। अनि 4औंमा झऱ्यो, अगाडि बढो भयो। पार्टीको प्रदेश कमिटीको अध्यक्ष 11वटा जिल्लाको अध्यक्ष हुनुहुन्छ गायत्री दिदी, पहिलोको प्रदेश कमिटीको अध्यक्ष है। अहिले यहाँ सिलिङभित्र यसरी बस्नु भएको छ, यहाँ 5 लाख पार्थ्यो क्या गाइर बस्नु बस्दाखेरि दिदीको पल छ होइन। र जनयुद्धपछि चाहिँ नै गणतन्त्र आयो। राजाको छोरा राजै हुने, अपराधी भए पनि डाकै भने चोर हटाइ हुने, राजै हुने हटायो हामीले। गणतन्त्र आयो। गणतन्त्र आइसकेपछि काठमाडौँको मात्रै विकासले भएन, संहिता चाहियो। गुरुङहरूको धेरै बाहुल्य भएको क्षेत्र पनि र यहाँ काशी जिल्लाको विकास निर्माणमा पहिला हामी काठमाडौँ जाँदाखेरि पनि सहयोग गर्नुभएको, काशी जिल्लाको चाहिँ संविधान बस्दै सहयोग गर्नुभएको, सबै यहाँको संस्कृति प्रगति, यहाँको कृषि पर्यटन शिक्षा स्वास्थ्य के गर्ने सबै ज्ञान भएको नेतालाई पठाउने हो। त्यहाँ त नीति नियम बनाउने मुख्य यहाँ हाम्रो अग्रणी नेता श्रीनाथ बरालदेखि लिएर कमरेड गायत्री गुरुङ, कमरेड दीपक कोइरालादेखि लिएर कमरेड तेज कुमारी, तपाईँले जुन नेताहरूको हिस्ट्री जोड्नु भएको छ नि, यो सबै कुराको संश्लेषण चाहिँ अब राजकाजी गुरुङलाई जिताएर मात्र हामीले हाम्रो ठाउँबाट एउटा सशक्त नेता र सशक्त नेतालाई उभ्याउन सक्छौँ, जो थाई प्रकारको आगामी दिनमा हाम्रो ठाउँमा नेता भएनन्, हाम्रो ठाउँमा विकास निर्माण आएनन् या यति इत्यादि भन्ने कुराहरूको यो 10 वर्षको हाम्रो लामो अन्यलतामा यसले हाम्रो क्षेत्रलाई मात्र ब्रेक गर्दैन कि हाम्रो कास्की जिल्लालाई र एक हदसम्म गण्डकीलाई नि माथि उठाउनेछ। र मलाई के लाग्छ भने यो सामान्य यो 1 नम्बर क्षेत्रको जिताइ मात्र हुने छैन। यो जिताइले भोलि त्यत्तिकै हदसम्म सङ्घीय सरकारमा मन्त्रीको हैसियत बनाउन सक्ने पनि त्यो ल्याकत राख्ने हामीले त्यस्तो क्यान्डिडेट पाएका छौँ। उहाँ एकपटक 64 सालमा नै संविधान सभाको सदस्य भइसकेको एउटा अनुभवी युवा लिडर पनि हुनुहुन्छ र उहाँ मौका नपाउँदा पनि सामान्य एउटा अर्थमन्त्रीको सल्लाहकार हुँदा नि म आफूलाई राम्रोसँग जानकारी छ कि 2 अरबभन्दा बढी यो कास्की जिल्लामा अझ बढी चाहिँ 1 नम्बर क्षेत्रमा बजेटहरू परिचालन भएको छ। र अहिले कयौँ नेताहरूको हाम्रा पूर्व माननीयज्यूहरूको कुराहरू पनि यहाँ जोडिएको छ। यी सबैलाई संश्लेषित गर्ने कुरा, अब एकचोटि जवाब दिने कुरा चाहिँ त्यो बेला हामीलाई आएको छ भन्ने कुरा चाहिँ मैले यति मात्र जोड्न चाहेँ। अरू धेरै अहिले एउटा हुइम आएको छ, राजनीति दल त्यत्तिकै हुँदैन।
राजनीतिक दलको एउटा नीति हुन्छ, सिद्धान्त हुन्छ, उसको सङ्गठन हुन्छ, हरेक। यसो गर्दा अब मैले पहिला गण्डकी प्रदेशको सांसद हुँदा पनि माथि गाउँपालिकामा चाहिँ तपाईँहरूकै छोरी चेली जस्तो भएर मैले धेरै बजेटहरू राखेँ। खास गरी साथमा यो साथमा पनि त्यसरी नै राखेँ। तपाईँहरूले पनि मलाई त्यस्तै ठानेर जसरी चाहिँ निर्वाचनमा जिताइसकेपछि तपाईँले भोट दिएरै जिते हो मैले, तपाईँहरूले मतदान नगरिदिनु भएको भए मैले पनि जिताउँथेन। तपाईँहरूको त्यो योगदान सम्झेर हाम्रो पार्टीको चाहना, हाम्रो पार्टीको विचार पनि के हो भन्दा इमान्दारीपूर्वक जनताको बिचमा जाऊ, जनतालाई नढाक, जनताले भनेको मान भनेर हामीलाई त्यो स्कुलिङको बिचबाट हामी आएको हुनाले मैले पनि त्यही अनुसार पार्टीको विचार अनुसार तपाईँहरूको बिचमा काम गरेँ। त्यति धेरै विश्वास छ। त्यस कारणले यो विश्वास मैले मात्रै लिएर भएन होइन, त्यसको लागि त हामी तलसम्म जान पर्यो। त्यसैको एउटा संयोजक होइन, 1 नम्बर क्षेत्र भनेको चाहिँ के अरे निर्वाचन परिचालन कमिटीको संयोजक हुनाले अर्को समानुपातिक भन्ने त्यो दुईवटा जिम्मेवारी गरेर जनतालाई अधिकार दिने पनि हामी। हेर्नुहोस् है, काठमाडौँको अधिकारलाई याङ्जाकोट ल्याउने को भन्दाखेरि त हामी हो नि। हामीले लडेर हामीले सङ्घर्ष गरेर ल्याएको। आज याङ्जाकोटमा 50औं करोड बजेट चाहिँ तपाईँको चाहिँ वार्षिक कसरी आउँछ? हिजो चाहिँ याङ्जाकोटमा चाहिँ बजेट त्यसरी आएर बाँडफाँड गर्न पाइन्थ्यो? पाइँदैन। सिंहदरबार काठमाडौँ थियो, मान्छे काठमाडौँ जानुपर्ने बाध्यता थियो। अहिले सिंहदरबार हामीले याङ्जाकोटमा ल्याइयो। पर्यटन हो, एउटा चाहिँ तपाईँको चाहिँ कृषि हो भनौँ। हामी त जलविद्युतबाट विद्युत उत्पादन गर्दै बेच्न थाल्यौँ नि। बङ्गलादेशले 40 मेगावाट लैसक्यो, इन्डियाले चाहिँ 1000 मेगावाट लैसक्यो। साझा प्राप्त गर्ने जनयुद्धका घाइते, जनआन्दोलनमा साझा प्राप्त गर्ने जनआन्दोलनका घाइते, सबलाई के गरौँ? हामीले चाहिँ आन्दोलनका शहीद बन्यौँ, सम्मान गऱ्यौँ, घाइतेको उपचार गऱ्यौँ। हामीले चाहिँ राष्ट्र चाहिँ सरकारमा चाहिँ तपाईँको सरकारलाई चाहिँ त्यो मान्नको निम्ति बाध्य बनायौँ। अहिले जेनजी आन्दोलनपछि बनेको सरकारले त्यसलाई चाहिँ मानेको छ त, सम्मान गरेको छ त छैन। माइतीगर मण्डलतिर बिचरा ती चिसा चाहिँ हावा खाएर बसेका छन् जेनजीहरू। जेनजीको माग सुनाइको निम्ति जेनजीका मन्त्रीहरू, जेनजीको आन्दोलनपछि बनेका मन्त्री के भयो? आज मन्त्री भएर स्वतन्त्र ढङ्गले गर्छु भने मान्छे आज चुनावमा गए, ती पार्टीको मान्छे रहन्छन्, ती घुसपेट रहन्छन्। भन्दा यो चुनावबाट जनताको चाहनालाई सम्बोधन गर्ने, परिवर्तनलाई पनि संस्थागत गर्ने नेपाली कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले जित्नुपर्छ। तपाईँले कुरा के चाहिँ हामीले नजित्दाखेरि के हुन्छ भन्दा संविधान सङ्कटमा हुन्छ, हामीले नजित्दा के हुन्छ भन्दा राष्ट्र सङ्कटमा हुन्छ, हामीले नजित्दा के हुन्छ भन्दा सुशासन कायम हुने कुरा सङ्कटमा छ, हामीले नजित्दा के हुन्छ भन्छ भने जनताको अधिकार जति प्राप्त गर्नुपर्ने हो त्यति हुँदैन। त्यस कारणले गर्दाखेरि जनताको अधिकार प्राप्त गर्ने कि नगर्ने होइन, समाजमा चाहिँ तपाईँको चाहिँ विभेदको अन्त्य गर्ने कि नगर्ने, यो बिचको लडाइँ हो क्या। त्यस कारणले गर्दाखेरि हामीले जित्नुपर्छ र हामीले यो समाजलाई अगाडि बढाउनु पर्छ। त्यसैले हामीले के भनिन्छ भने परिवर्तन पनि गर्ने लड्नेहरू नयाँ विचारलाई पनि ग्रहण गर्न सक्ने त्यो पार्टी नेपाली कम्युनिस्ट पार्टी हो। त्यस कारण जिल्ला उपसभापति हुँदाखेरि यहाँ ट्र्याक खनिहाल्छ। यो चाहिँ खास गरिकन चाहिँ तल गाउँपालाबाट सिक्दै जाँदाखेरि ट्र्याक खोलिएर छ। हाम्रो चाहिँ देव गुरुङ दाई चाहिँ पहिलो संविधान सभा जित्दाखेरि स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो। सबभन्दा बढी यो माथिको पुल चाहिँ तपाईँको स्टार्टिङ गर्ने चाहिँ फाइनल नै टुन्यो मान्छे देव गुरुङ। यहाँ चाहिँ भगवतीको पुल हो, मतलब भगवतीदेखि लिएर माथि तलको विभिन्न खालका छन्। टोपबहादुर रामजीको पाला पनि भाषण कतिपय हो। यहाँ चाहिँ ठुल्ठुला पुलहरूको हामीले चाहिँ इनिसिएसन लिने हामी। अब पछिल्लो कालसम्म आउँदाखेरि तपाईँ के अरे हाम्रो चाहिँ कृष्णबहादुर गुरुङको पाला पनि तल पनि भएको छ, कतिपय ठाउँमा पनि भएको छ। अब हाम्रो चाहिँ पछिल्लो कालमा प्रदेशको कुरा गर्नुहुन्छ भने हाम्रो गायत्री गौडले भनिसक्नुभयो होइन, माथि गाउँपालिका तल्लो तपाईँले मत दिएको कारणले भएको, जिताएको कारणले भएको त्यो कुरो साँचो। तर जनताको प्रतिनिधिले उहाँले इमान्दारीपूर्वक उहाँले काम गर्नुभयो। तल्लो क्षेत्रमा के गर्नुभयो? दीपक कमलले गर्नुभयो। हेर्नुहोस् है। अनि चाहिँ कुरा के छ भने हामीले चाहिँ तपाईँको चाहिँ अब हामी पनि पछिल्लो कालमा मन्त्रालयमा हुँदाखेरि चाहिँ वर्षमान पुन कमलको चाहिँ हाम्रो जे होस् प्रचण्ड प्रधानमन्त्री हुँदा, वर्षमान अर्थमन्त्री हुँदा हामीले माथि गाउँपालिका यो कमलले भन्नुभयो झन्डै 35 करोड चाहिँ हामीले बजेट दियौँ। यो राज्यको पैसा हो, जनताको श्रमबाट बचेको पैसा हो, त्यसको पुल मात्रै हामी भयो। जनताको चाहनालाई पुलको काम मात्रै हामीले गरे हो। माथि गाउँपालिका सबभन्दा बढी जलस्रोतको धनी पालिका, यसले कास्कीलाई नि पाल्न सक्छ, माथि त 100% पाल्छ। त्यो भनेको कुरा के हो भन्दाखेरि जनतालाई त सहुलियत सेयर पो वितरण गर्ने हो त, जनतालाई व्यापारी सेयर चाहिँ वितरण गर्ने होइन क्या। अहिलेसम्म भएको के छ भने जनतालाई व्यापारी सेयर वितरण गरिरहेको छ।
त्यो त सामाजिक उत्तरदायित्व अन्तर्गत पनि गर्नु पर्यो नि त। त्यो त सिचुएसनको अधिकार नि स्थानीय स्रोत साधन छ, स्थानीय जनताको त अग्राधिकार पर्छ। हाम्रो त मुद्दा यो प्राकृतिक स्रोत साधनमा स्थानीय जनताको अग्राधिकार हो। सामाजिक उत्तरदायित्व अन्तर्गत त्यसले चाहिँ प्राकृतिक रूपमा त्यो हाइड्रो पावर बनाउँदाखेरि जे त्यसले प्राकृतिक रूपमा मान्छेको जीवनमा प्रभाव पर्छ क्या, त्यसले हुन्छ नि त प्रभाव पर्छ, त्यो कुरामा चाहिँ उसले राहत दिनुपर्छ। यो कुरा चाहिँ अब मादी गाउँपालिकाको अग्राधिकारको विषय हो। यो कुरा सबै पार्टीको उम्मेदवारले उठाउँछन् कि उठाउन, सुन्नुहोस् यो कुरा मलाई लाग्छ उठाउँदैन। किन उठाउँदैन भन्दा त्यो जनतासँग तिनको भावना जोडिँदैन क्या, तिनको भावना व्यापारीहरूसँग जोडिन्छ। हो, त्यो व्यापारीको सम्पत्ति सुरक्षा गर्नुपर्छ, हामीले हाइड्रो उत्पादन गर्न दिनुपर्छ, फेरि हामीले त्यस कारणले पोल दिनुपर्छ, जलाइदिनुपर्छ, भत्काइदिनुपर्छ, हामी त्यो भन्दैनौँ। उहाँहरूलाई जोगाउने हो, राष्ट्रिय पुँजीपति अथवा ठुल्ठुला पुँजीपतिहरूलाई जोगाउन पाउँदाखेरि हामीलाई पनि फाइदा हुन्छ। यो राम्रोसँग बुझेका छन्, तर राज्यलाई दिनुपर्ने कानुनको भित्र रहेर क्या, कानुनको भित्र रहेर राज्यलाई दिनुपर्ने कुरामा चाहिँ सम्झौता गर्नु हुँदैन, दिनुपर्छ। जलविद्युतले माथि गाउँपालिका पालिन्छ, होमस्टेहरू विकास गर्न सकिन्छ, प्रत्येक गाउँ जानुहोस् होमस्टेको सम्भावना छ। तर होमस्टेसँग के गर्नु पऱ्यो भने कृषि जोड्नु पऱ्यो। अब बाटो आयो, ब्रोइलर कुखुरा खानु भएन कि, उहाँ तल ल्याएर ब्रोइलर कुखुरा खानु भएन, यहाँको लोकल कुखुरा बेच्नु पऱ्यो। जित्ने गरी काम गर्ने, जित्ने गरी जित्छौँ र यो धेरै शिक्षा दिने कुरा भयो, धेरै सहयोग भए, घाइते भए, धेरै जनआन्दोलनमा भयो। यतापट्टि चाहिँ हामी अर्को पाटोबाट हेर्दाखेरि हामी चाहिँ शान्तिपूर्ण आन्दोलनबाट एमाले हुँदै एकीकृत समाजवादी हुँदै हामी यहाँसम्म आयौँ। र त्यो पाटोमा पनि हामीले धेरै चुनावहरू यहाँ निर्वाचन विजय गरेका छौँ। म आफै पनि एकचोटि चाहिँ जीविसको उपसभापति हुने बेलामा चाहिँ यो पाटो हामीले चाहिँ जीविसले चाहिँ एउटा जिल्लाको यातायात पूर्व योजना डिटिएमपी भन्छ, डिस्ट्रिक्ट ट्रान्सपोर्ट मास्टर प्लान, पिरियोडिक प्लान, सबै कुराहरू बनाएर यो जिल्लालाई कुन ठाउँमा पुर्याउने छ, 5 वर्ष कहाँ पुर्याउने, 20 वर्षमा कहाँ पुर्याउने, पछाडि कहाँ पुर्याउने, कुन कुरालाई पहिलो प्रायोरिटी दिनु भने हामीले सबै त्यो योजना बनाएर पुस्तकै पनि प्रकाशित गरेका छौँ। र यी जति पनि सडकहरू छन् त्यो बेला 175 किलोमिटर ग्रामीण सडकहरू गाउँका बस्तीसम्म पुर्याउने गरी चाहिँ निर्माण गरियो, रेखाङ्कन गरियो, कोरेर